म चाहिँ आज भोइस ओभर गर्दैछु होइन। डार्विनमा चाहिँ कस्तो छ भन्ने कुराहरू म हजुरहरूलाई डिटेलमा भन्छु। म चाहिँ डार्विन आएको 2 महिना भइसक्यो र 2 महिनाको एक्सपिरियन्समा चाहिँ म के भन्छु भन्दाखेरि डार्विन ओभरअल राम्रो छ। जसरी सोचेर म आएको थिएँ डार्विन चाहिँ त्योभन्दा पनि राम्रो छ। यहाँको चाहिँ प्लस पोइन्ट भनेको चाहिँ डार्विन सानो छ र जो चाहिँ कपाल हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एकदम बेस्ट भन्छु डार्विन। किनभने यहाँ चाहिँ जहाँ नै जानु तपाईँहरू एकदम जहाँ नै जानुहोस् तपाईँको टिलामा जति टाइम लागे पनि आधा घन्टामा चाहिँ तपाईँ आफ्नो बसेको ठाउँमा आइपुग्नुहुन्छ। र त्यसको लागि चाहिँ कपालहरूको लागि र अरूहरूलाई पनि टाइम म्यानेजमेन्टको लागि चाहिँ इजी नै छ। किनभने काममा जान आउनलाई पनि र केही भयो भने पनि आफ्नो पार्टनरलाई कल गरेर बोलाउनलाई पनि सजिलो छ। र डार्विनको अर्को नराम्रो पक्ष चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ काम पाउन चाहिँ गाह्रो नै छ। किनभने डार्विनमा काम चाहिँ कामहरू अहिले धेरै नै डार्विनमा धेरै नै नेपालीहरू हुनुहुन्छ अनि इन्डियनहरू हुनुहुन्छ र अरू पनि फरेन कन्ट्रीबाट आउनुभयो पनि हुनुहुन्छ र काम नपाएर काम खोजिरहनु भएको छ। जस्तै मैले पनि काम खोजिरहेको छु। तर यहाँको के रहेछ भन्दाखेरि मैले काम खोजेर पनि पाइनँ, तर मैले रिफरेन्स भएपछि बल्ल काम पाएँ। रिफरेन्स बिना चाहिँ यहाँ केही पनि हुँदैन। यदि तपाईँहरूले नेपालमा जसरी नै कसैले भनिदिएर काम पाउनुहुन्छ भनेको जस्तै डार्विन अस्ट्रेलियामा जुनै ठाउँमा पनि रिफरेन्स भए पनि तपाईँलाई काममा बोलाउँछ र मलाई पनि बोलाएको छ। मेरो चाहिँ काम सुरु भएको छैन, ट्रेडिङ अब सुरु हुन्छ कुनै टाइमपछि। र तपाईँहरूलाई पनि डार्विनमा काम खोजिरहनु भएको छ भने चाहिँ तपाईँले एउटा कम्युनिकेसनको लागि आफ्नोसँगको नजिकको कसैलाई भन्नुहोस्। रेफरेन्सको लागि रेफरेन्स भयो भने चाहिँ तपाईँहरूले काम पाउन इजिली पाउने पनि छ। त्यही नै भन्छु। तपाईँहरूको डार्विनको बसाइ कस्तो भइरहेको छ? मेरो डार्विनको बसाइ एकदम रमाइलो पनि छ र कुनै टाइममा चाहिँ अब अलिक आफूलाई एक्लो फिल हुँदाखेरि चाहिँ म अब नेपाल मिस भइहाल्छ। तर नेपाल मिस भयो भन्दैमा मलाई अब डार्विन नराम्रो लाग्छ भन्ने पनि हुँदैन। डार्विन ओभरअल एकदम राम्रो छ। डार्विनको यहाँको बिचहरू अरू सिटीहरूभन्दा पनि बेटर छ यहाँ बस्नलाई। र मान्छेले डार्विनलाई लिएर कसरी हेर्छन् भन्दाखेरि चाहिँ मेरो पोइन्ट अफ भ्यूमा चाहिँ डार्विन इज अ रिजनल सिटी होइन। अनि रिजनलमा भएपछि चाहिँ मान्छेले चाहिँ यहाँनिर चाहिँ केही डेभलप छैन र यहाँ केही कुराको फेसिलिटी छैन जस्तो लाग्दो रहेछ। तर मेरो ओपिनियन्समा चाहिँ मलाई त्यो कहिले पनि फिल भएन। मेरो हस्बेन्ड चाहिँ पहिले नै बस्नुभएको 3 वर्ष भइसक्यो र मलाई अलरेडी म यहाँ आउनुभन्दा अगाडि नै मेरो माइन्डसेट नै मलाई थाहा थियो कि यहाँ डार्विनमा यो मलाई एभ्री कुरा थाहा भइसकेको थियो कि म यहाँ नआउँदा पनि। त्यसैले हजुरहरूलाई डार्विन अप्लाई गर्दै हुनुहुन्छ